वेलकम माई युट्युब च्यानल। आजको भिडियोमा म तपाईहरुलाई स्वागत भन्दछु। आज हामी यो सुन्दर दृश्य नेपालको एकदमै राम्रो दृश्य हामी हेर्न गइरहेका छौँ। यो दृश्य विदेशको नभइकन नेपालको रहेको छ। तपाईले हेर्न सक्नुहुन्छ। नेपालको यो सुन्दर दृश्य भरतपुर चितवन रहेको छ। हामी हेर्न सक्छौँ भरतपुर चितवन यो साँझको समयमा। अनि यो सुन्दर दृश्यको बारेमा हामी केही छलफल गरौँ र केही दृश्यहरू अवलोकन गर्नेछौँ। आजको यस भिडियोमा म तपाईहरुलाई चितवनको यो सुन्दर दृश्य देखाउन गइरहेको छु। हामीले हेर्ने हो भने विगतका वर्षहरूभन्दा अहिलेको समयमा धेरै नै परिवर्तन भएको विभिन्न भागहरूमा हामी हेर्न सक्छौँ। र यो भरतपुर 6 लेन बनिसकेपछिको दृश्य हो, किनभने यो बाटो एकदमै छिटो फास्ट बनेको छ र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालज्यूले एकदमै राम्रो काम गर्नुभएको छ। अनि यो बाटो पनि तत्कालै छिटो नै निर्माण भएको जानकारी पनि म तपाईहरुलाई दिन चाहन्छु। र साथसाथै यो लाइट एकदमै सुन्दर लाइट रहेको छ, किनभने यसो हेर्दाखेरि विदेशको झल्को मेटाउने खालको यो दृश्य पनि म तपाईहरुलाई देखाउन चाहन्छु। किनभने यो रातिको समयमा यो लाइट आफै बल्ने गर्दछ र यो अटोमेटिकली लाइट एकदमै सुन्दर देखिन्छ। यो सहरलाई एकदमै सुन्दर बनाएको छ। तपाईले हेर्नुभयो भने यो गोन्द्रेङ सम्मको दृश्य हामी देखाउन चाहन्छु। यो चाहिँ बस पार्कको एरिया रहेको छ। अनि भरतपुर बस पार्कको एरियादेखि लिएर तपाईलाई पुलचोकसम्मको दृश्य म आज तपाईहरुलाई देखाउन चाहन्छु। यहाँनिर तपाईले हेर्नुभयो भने विभिन्न ठाउँ विभिन्न हैन यहाँनिर विभिन्न क्षेत्रहरू तपाईले देख्न सक्नुहुन्छ। अनि यो सुन्दर दृश्य कतिलाई लाग्न सक्छ यो दृश्य त होइन होला भरतपुरको जस्तो पनि लाग्न सक्छ। र पछिल्लो समयमा एकदमै प्रख्यात र एकदमै नाम चलेको क्षेत्र भनेको नै भरतपुर महानगरपालिका यो सुन्दर दृश्यले गर्दाखेरि एकदमै तपाईले हेर्नुभयो भने सोसियल मिडियामा ख्यात भएको हामीले हेर्न सक्छौँ। र यो दृश्य देखाउँदै गर्दाखेरि तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर 6 लेनको बाटो तयारी छ। यहाँनिर तपाईले हेर्नुभयो भने बिचमा ठुलो सवारी साधनको निम्ति रहेको छ भने साइडमा सानो सवारी साधनको लागि बाटोहरू छुट्याएको छ। र केही नियमहरू चाहिँ लागू भइएको छैन। र यो नियम लागू हुनको निम्ति चाहिँ पूर्ण रूपमा अझै केही सूचनाहरू अझै केही हामीले जानकारी पायौँ भने तपाईहरुको सामु हामी ल्याउने नै छौँ। र यो बाटो जसरी निर्माण भइरहेको छ, जसरी यो सुन्दर वातावरण देखिरहेको छ, साथसाथै यो बाटोमा जुन प्रकारको ट्राफिक लाइटहरू जसरी जडान भएको छैन, आगामी दिनहरूमा ट्राफिक लाइटहरू पनि जडान हुनेछ भन्ने हामी विश्वस्त छौँ। केही यो सहरको बारेमा अझै केही थप जानकारी तपाईहरुलाई दिन मन लाग्छ भने अझै तपाईहरुको सुझाव पनि हामी सुन्न चाहन्छौँ। र आज भने तपाईहरुलाई यसरी यो दृश्य देखाउँदै गर्ने क्रममा हामीले भरतपुर महानगरपालिकाको यो सुन्दर दृश्य हामी तपाईहरुलाई देखाउन गइरहेका छौँ। यो चाहिँ हामी हेर्न सक्छौँ यो भरतपुर महानगरपालिका भित्र रहेको बस पार्कको एरिया। यो चाहिँ महेन्द्र हाइवे बाट अनि हामी तपाईहरुलाई प्रत्यक्ष यो दृश्य हामी देखाइरहेका छौँ। यो भरतपुरबाट भरतपुरको बस पार्कबाट हामी पुलचोकतर्फ आउने क्रमको दृश्य हो यो। अनि तपाईले यहाँनिर हेर्नुभयो भने CMT होटल पनि तपाईले एकदमै ठुलो होटल हो। यो चितवनको नाम चलेको होटल। अनि यो पनि हेर्न सक्नुहुन्छ।
यहाँनिर तपाईँले एकदमै राम्रोसँग हेर्नुभयो भने एकदमै सुन्दर वातावरण, एकदमै सुन्दर दृश्य तपाईँले देख्न सक्नुहुन्छ। हेर्नुहोस् यो जेब्रा क्रसिङ मा नि गाडी क्रस गरिरहेको छ अनि मानिसहरू पनि यहीँबाट हिँडिराख्नु भएको छ। यो बाटो क्रस गर्ने क्रममा चाहिँ ठिक ठाउँमा र सही सदुपयोग नभएको पनि जानकारी दिन चाहन्छौँ। यस्तो महत्त्वपूर्ण क्षेत्रमा भरतपुर महानगरपालिकाले छिट्टो नै ध्यान आकर्षण गरेको हामी देख्न चाहन्छौँ। अनि यो चाहिँ अब भने हामी बुद्ध एयरलाइन्सको एयरपोर्टको साइडमा छौँ। यहाँनिर हामी एयरपोर्टको साइडमा छौँ। अब हामी एयरपोर्टमा आइपुग्यौँ। यहाँनिर हामीले हेर्न सक्छौँ यो एयरपोर्टको क्षेत्र रहेको छ अनि एकदमै भाइरल हुन सफल भएको यो एयरपोर्टको बीच भागमा जुन हामीले अहिले यहाँनिर हामी हेर्न सक्छौँ कि यहाँनिर जोडी बाघ, यो चाहिँ एकदमै भाइरल भएको छ। चितवनको भाइरल बाघ भनेर पनि चिनिन्छ कतिपयले र यो चाहिँ एयरपोर्टको अगाडि गेटमै रहेको जानकारी पनि म तपाईँलाई दिन चाहन्छु। यहाँनिर हामी भाइरल बाघको पनि केही दृश्य हामी हेर्नेछौँ। अब भने हामी 24 कोटी तर्फ हामी अगाडि बढ्दैछौँ अनि यो 24 कोटीको दृश्य पनि म तपाईँलाई एकदमै राम्रोसँग देखाउन चाहन्छु। यो भरतपुर महानगरपालिकाको 24 कोटी त एकदमै मुटु नै जस्तो छ। यहाँनिरको यो सुन्दर दृश्य म तपाईँलाई देखाउन चाहन्छु। यसरी हामी अगाडि बढ्ने क्रममा अनि भरतपुर महानगरपालिकाभित्र रहेको एकदमै ठुलो हस्पिटल सिएमसी हस्पिटल, यो सिएमसी हस्पिटल एकदमै मेडिकल कलेज एकदमै प्रख्यात हस्पिटल रहेको छ। यो 24 कोटीबाट थोरै अगाडि रहेको जानकारी दिन चाहन्छु। तपाईँले हेर्नुभयो भने यो एकदमै ठुलो हस्पिटल रहेको छ, सिएमसी हस्पिटल। यसरी हामी अगाडि बढ्ने क्रममा हामी यो हस्पिटलको लाइन हामी क्रस भइसकेपछि सिजी ल्यान्डमार्क तपाईँले हेर्न सक्नुहुन्छ। यो वीरेन्द्र क्याम्पस गेट अगाडि रहेको यो सिजी ल्यान्डमार्क रहेको छ अनि यो भरतपुर ओह्रालो हामी झर्दैछौँ। यसरी भरतपुर को ओह्रालो तपाईँले हेर्नुहोस् यहाँनिर सिजी ल्यान्डमार्क र साथसाथै हामी यो यसरी हामी अगाडि बढ्दै गर्दाखेरि हामीले अलिकति सिजी ल्यान्डमार्कबाट अलिकति अगाडि बढ्यौँ भने अनि भरतपुर महानगरपालिकाभित्र रहेको भाटभटेनी आइपुग्छ अनि यो भाटभटेनीको दृश्य पनि हामी तपाईँलाई देखाउन चाहन्छौँ। जुन भाटभटेनी चाहिँ महानगरपालिका कार्यालयको ठिक अगाडि रहेको छ। यो हो भरतपुर भरतपुर महानगरपालिकाभित्र रहेको भाटभटेनी। यो सुन्दर दृश्य आज हामी तपाईँलाई देखाइरहेका छौँ। त्यसपछि हामी सरसर्ती अगाडि बढ्दै गर्ने क्रममा अब भने हामी यो लाइन्स चोकतर्फ हामी लाग्दैछौँ। अब भने हामी लाइन्स चोकतर्फ आइरहेका छौँ। यो लाइन्स चोकको दृश्य पनि म तपाईँहरूलाई एकदमै राम्रोसँग देखाउन चाहन्छु। तपाईँले हेर्नुभयो भने यो लाइन्स चोकको दृश्य हो।
यसरी हामी लाइन चोकबाट हामी अगाडि बढ्ने क्रममा अब भने हामी शहीद चोकतर्फ हामी अगाडि बढिरहेका छौँ। यो शहीद चोक को यो जसरी शहीद चोकमा यसरी निर्माण कार्यहरू पनि हुँदैछ। यो बार लगाउने कार्य भइरहेको छ, जुन बिच भागमा जुन बार लगाउने कार्यहरू भइरहेको छ। अब भने हामी शहीद चोकनिर आइपुग्यौँ। यो हो शहीद चोक, नारायणघाटको शहीद चोक। यो चाहिँ शहीद चोकको मेन बजार रहेको छ। यो नारायणघाटको एकदमै ठुलो बजार क्षेत्र तपाईहरुले हेर्नुभयो। अब भने हामी यो शहीद चोकबाट हामी अगाडि बढ्दा हामी पुलचोकतर्फ हामी पुग्छौँ। यो पुलचोकको दृश्य पनि तपाईहरुलाई देखाउन चाहन्छु। तपाईले हेर्नुभयो भने यहाँनिर यो रातो किसिमको बार हालिएको छ। यो चाहिँ निर्माण कार्य भइरहेको जानकारी पनि दिँदछु। र यो पुलचोकको दृश्य, यो पुलचोकको दृश्य हो, जुन एकदमै सुन्दर दृश्य रहेको छ। यो पुलचोकको दृश्य त्यस पछाडि हामी यो जुन गेटबाट हामी अगाडि बढ्ने क्रममा चाहिँ हामी नारायणी नदीमा रहेको नारायणी पुल, जुन तपाईले यसरी देख्न सक्नुहुन्छ, नारायणी पुल यो रहेको छ। नारायणी पुल, अनि यो रातको समयमा एकदमै सुन्दर वातावरण यसरी हामी हेर्न सक्छौँ। विगतको दिनमा यो पुलमा हिँडडुल गर्न पनि गाह्रो हुँदथ्यो भने अहिलेको यो समयमा चाहिँ लाइटका साथसाथै विभिन्न भागहरूमा सीसी क्यामेरा पनि जडान गरिएको छ र एकदमै सुन्दर रहेको छ। यो पुलमा एकदमै राम्रो देखिएको छ।